क्रिस्चियनहरूको चर्चमा रोग बिमारीहरू सबै निको हुने भए हस्पिटलहरू सबै बन्द गर्दै भइगयो भन्नेहरूलाई चाहिँ यो आज भिडियो बनाएको आस्था हो के आस्था हुन्छ के हरेक कुराहरूप्रति। जस्तै लक्ष्मी देवीलाई पूजा गर्दैमा धन वर्षिने भए काम गर्न छोड्दै भइगयो विदेश कमाउन जान छोड्दै भइगयो भने जस्तो हैन। सरस्वती देवीलाई आराधना गर्दैमा शिक्षा हासिल हुने भए पढ्न छोड्दै भइगयो नि, स्कुलहरू बन्द गर्दै भइगयो नि भने जस्तो कुराहरू भयो के। यो भने आफ्नो आस्थाहरू हुन्छन् हैन। ईश्वरले शिक्षा मात्रै दिने, रोग बिमारी चाहिँ निको नगर्ने भन्ने होइन। जस्तै यो भन्नेहरू अब जस्तै हिन्दू दाजुभाइहरूले भन्नुहुन्छ नि क्रिस्चियनहरूको ईश्वरले रोग बिमारी निको गरिदिने भए हस्पिटल किन बनाउनु पर्यो र बन्द गर्दै भइगयो नि भन्नुहुन्छ नि। अनि त्यही हिन्दू दाजुभाइहरूले चाहिँ शिक्षाको लागि शिक्षा हाम्रो राम्रो पाउँछौँ भनेर सरस्वती देवीलाई पूजा गरिरहेका हुन्छन् हैन। अनि त्यही हिन्दू दाजुभाइहरूले चाहिँ लक्ष्मीको नि पूजा गरिरहेका हुन्छ। लक्ष्मी देवी हो किनकि धनको देवी हो, धन वर्षात हुन्छ वा धन लाभ हुन्छ भनेर पूजा गरिरहेका हुन्छन्। वा अरू कुन कुन देवतालाई यो लाभ हुन्छ भनेर गरिरहेका हुन्छन् भन्नाले उनीहरूले पनि केही न केही आश गरेर चाहिँ पुजिरहेछन्। अनि क्रिस्चियनहरूले रोगको चङ्गाई होस् भनेर आश गरेको चाहिँ उनीहरूलाई चाहिँ अचम्म लाग्यो भन्नाले क्रिस्चियनहरूले चाहिँ प्रार्थना गरेर निको भएको देख्दा चाहिँ अचम्म लाग्यो। त्यो चाहिँ कसरी तपाईँहरूले डिफ्रेन्ट सोच्नु भयो के। तपाईँको ईश्वरले तपाईँलाई धन दिन्छ भनेर तपाईँले धन देवीलाई पूजा गर्दै हुनुहुन्छ, शिक्षाको देवीलाई पूजा गर्दै हुनुहुन्छ शिक्षा दिन्छ भनेर। अनि क्रिस्चियनले रोग चाहिँ निको पार्छ भनेर के प्रार्थना गर्न सक्दैन र। पहिलो कुरो हामीले ईश्वरलाई कसरी हेर्ने त्यसमा भर पर्छ के। ईश्वरले सीमित क्राइटेरिया तोकेर मात्रै शिक्षा मात्रै दिने, धन मात्रै दिने, कोहीले धन दिने कोहीले शिक्षा नदिने त्यस्तो हुँदैन के। ईश्वर भनेको सबै कुरा गर्न सक्ने कुरा हो। ईश्वर चाहिँ सर्वशक्तिमान हुनुहुन्छ, उहाँले जे पनि गर्न सक्नुहुन्छ। सारा ब्रह्माण्डलाई सृष्टि गर्नुभएको छ, आज सबै ब्रह्माण्ड नै ईश्वरको अधीनमा छ हैन, उहाँले चलाउनुहुन्छ भने एउटा जब रोग निको पार्न कुनै पनि ठुलो कुरो छैन ईश्वरमा। अनि क्रिस्चियनहरूले त अनुभव पनि गर्दै आइरहेका छन् कि कस्ता कस्ता ठुल्ठुलो रोगहरू पनि निको भइरहेका छन्। यो भन्दै गर्दा क्रिस्चियनहरूले हस्पिटल नलगिकन प्रार्थना गरेर बस्छ भन्ने होइन। हामी क्रिस्चियनहरूले के गर्छौँ, उपचार सहित नै प्रार्थना गर्छौँ। उपचारै गर्न छोडेर प्रार्थना गर्ने होइन। उपचार पनि त उपचारको विधिहरू पनि त परमेश्वरले स्रोतहरू जुटाउनु भएको। जति पनि मेडिसिनहरू दबाई औषधिहरू केबाट बनेको छ र, मानिसले स्वयं सृष्टि गरेको कुरा त होइन। यहीँ पृथ्वीमा भएकै कुराहरूलाई सदुपयोग गरेर बनाएका हुन्थ्यो। त्यो कुराहरू पनि त परमेश्वरले बनाइदिएका हुन् नि त। जति पनि ज्ञान र बुद्धिका कुराहरू छन् डक्टरहरूले गर्छन्, सर्जनहरू जति पनि छन् तिनीहरूलाई ज्ञान र बुद्धि दिने पनि त ईश्वर त हुनुहुन्छ नि हैन। अनि भनेपछि सबै कुरो त ईश्वरबाटै हुन्छ भनेपछि हामी प्रार्थना नि गर्छौँ। जस्तै हामी केही कुरा गर्न लाग्यौँ भने हामी प्रार्थना सहित त्यो काम गर्छौँ क्या। जस्तै अब रोग लाग्यो हामी उपचार नि गर्छौँ तर प्रार्थना सहित क्या। किनकि रोगलाई उपचार औषधिले गर्ने हो, तर हामीलाई के अरे प्रार्थनाले चाहिँ परमेश्वरबाट हामीलाई सहायता आउँछ। त्यो भएर चाहिँ अब हस्पिटल बन्द गरौँ भने होइन, हस्पिटलको सुरुवातै तपाईँले हेर्नु भने क्रिस्चियन राष्ट्रले सुरु गरेको हो भनेपछि त्यो त बुद्धि दिएको हो नि त परमेश्वरले, हामीले त्यसलाई उपयोग गरेको के। त्यही भएर हामीले कहिले पनि यस्तो सोच्नु हुन्न कि क्रिस्चियनहरूले रोग बिमारी प्रार्थनै गरेर निको गर्ने भए किन हस्पिटल चाहियो भन्ने सोच्ने होइन। प्रार्थना नि गरेर निको भएका, प्रार्थना मात्रै गरेर निको भएका नि धेरै इक्जाम्पलहरू छ। डक्टरले अब तिमी मर्छौ अब यति टाइम भनेर दिएको मान्छेहरू पनि प्रार्थना गरेर निको भएको नि छ भनेपछि हामीसँग उदाहरण पनि छ। फेरि यो भन्दै गर्दा उपचारै नगरिकन प्रार्थना गरेर बस्ने भनेको छैन। कुनै पनि बाइबलले हामीलाई त्यस्तो शिक्षा दिँदैन। हामीले प्रार्थना सहित चाहिँ उपचार गर्छौँ, त्यो हो। अनि यस्तो आस्था क्रिस्चियनमा मात्रै होइन, यस्तो चाहिँ विश्वास सबै धर्ममा छ। हिन्दूहरूले पनि त ईश्वरलाई किन पूजा गरिरहेका छन्, केही न केही आश गरेर पूजा गर्छन् नि हैन। जस्तै अहिले साउन चलिरहेछ हैन, राम्रो पति पाओस् भनेर हैन, वा पतिको आयु लामो होस् भनेर प्रार्थना गरिरहेका छन् नि। त्यो किन भन्दा त ईश्वरले त्यो दिन्छ भनेर होइन त। आयु लामो गर्न सक्ने ईश्वरले रोग चङ्गाई गर्न सक्दैनन् र हैन। अनि के राम्रो पति जुटाइदिनु हुने परमेश्वरले के रोग निको गर्न सक्दैनन् र भनेपछि के अरे आशा त छ नि ईश्वरप्रति सबै धर्मको। मैले जोडेको चाहिँ कस्तो भने हिन्दू धर्ममा, मुस्लिम धर्म, जस्तै हिन्दू धर्ममा चाहिँ ईश्वरसँग केही माग्दा पाउँछ भनेर प्रार्थना गरेर चाहिँ सिम्पल लागिरहेको छ। अनि क्रिस्चियनले चाहिँ प्रार्थना गरेर रोग निको हुन्छ भन्दाखेरि चाहिँ अचम्म लागिरहेको छ कि। यो चाहिँ कस्तो हो भने आफ्नो आफ्नो आस्था हो हैन। ईश्वरले रोग निको गर्न सक्नुहुन्छ अनि हामीसँग यसको प्रमाण पनि छ। अनि फेरि हस्पिटल बन्द गर्ने भन्ने कुरो होइन। हस्पिटललाई उपचारको लागि परमेश्वरद्वारा नै सृष्टि भएका सिर्जिएका कुराहरू हुन्। असल चिजहरू परमेश्वरबाट आएका छन् हैन। यही भएर हामीले चाहिँ के सोच्नुपर्छ भने क्रिस्चियनहरूले प्रार्थना गरेर निको गर्छन्, यो चाहिँ के अरे प्रार्थना गरेर निको हुन्छ भने हस्पिटलै बन्द गर्दै भइगयो नि भन्ने चाहिँ यस्तो भ्रामक कुराहरू चाहिँ नगरौँ। सबै धर्ममा सबैले आशा गरेरै प्रार्थना गर्ने हो, यही भन्न चाहन्छु। यो चाहिँ त्यही विरोधी क्रिस्चियन विरोधीहरूको लागि मात्रै भिडियो बनाएको मैले। हस् जय मसी।